साथीहरू हाम्रो फर्सी यस्तो छ। यो कति मिठो छ। यहाँ चाहिँ सिस्नुको फुल रहेछ। म टिपेर लाग्छु। यो मुनाहरू पनि सबै टिपेर लानुपर्छ। यदि मैले टिपिसकेँ हेलो साथी, वेलकम माई मिनी ब्लग। म चाहिँ सिस्नु टिप्न गएको। यता हाम्रो फर्सी रहेछ, यता पनि अर्को फर्सी रहेछ। आज चाहिँ सिस्नुको तरकारी खाऊँ भनेर गएको सिस्नु टिप्न। यतातिर हाम्रो फर्सी फलेको रहेछ। यहाँ सिस्नु छ। यो सिस्नु टिप्नु पर्ने हुन्छ। म हेर्नुहोस् न साथीहरू, यहाँ सिस्नुको फुल यस्तो राम्रो छ है। यहाँनिर यस्तो सिस्नुको फुल छ। यो मैले टिपेर लानुपर्ने हुन्छ। आजको तरकारी यो सबै टिप्नु पर्ने हुन्छ। मैले सिस्नु लाने चाहिँ कार्टुन लिएर आएको छु। यहाँ मेरो कार्टुन छ। यस्तो राम्रो मुना छ। यो सबै टिपेर लानुपर्ने हुन्छ। म चाहिँ सिस्नु टिप्दैछु। आफैले भिडियो बनाउँदै सिस्नु टिप्दैछु, त्यही भएर हल्लिरहेछ मेरो भिडियो। यस्तो राम्रो छ कि सिस्नुको फुल। यति धेरै छ सिस्नुको फुल। यो सबै टिप्नुपर्छ। यहाँ चाहिँ मुना छ साथीहरू। यो मुना चाहिँ टिपेर लानु पर्ने हुन्छ। आज फुल र मुना मिसायो भने मिठो हुन्छ नि त। यस्तो काँडासँगको मुना कस्तो राम्रो क्या। यहाँको सिस्नु चाहिँ कति राम्रो छ। यो सबै टिपेर लान्छु म आज। कस्तो राम्रो राम्रो मुना छ कि यतातिर। मेरो सिस्नु यति भइसक्यो। यतातिर पनि अझै टिप्नु पर्ने हुन्छ सिस्नु। यता लाउनुहुन्छ दिउँसो। अनि फेरि सामान लिनुपर्ने। एकजना अङ्कलले बोलाउनु भएको थियो माथि। हिजो पसलमा पैसा दिइराखेको छु। यता पनि छ तिहारको लागि बारीमा अलिकति झेलको अलिकति मिठो हुँदैन भन्छन्, तर यति राम्रो छ क्या। यो सबै टिपेर लान्छु म, नत्र पुग्दैन नि त छाक। सबै टिपेर लानुपर्ने हुन्छ साथीहरू। मेरो चाहिँ कार्टुन एक कार्टुन भइसक्यो है। हाम्रो गोरु यतातिर छ। यत्रो ठुल्ठुलो गोरु छ। हाम्रो घर यस्तो छ। मलाई चाहिँ बिस्कुन भइराखेको छ हाम्रो साथीहरू। के गर्नु, यस्तो हो हाम्रो अलैँची चाहिँ बिस्कुन भइरहेको छ। अब म घर गएर खाना पकाउँछु।